एमबिसीसँग कोर्डिनेसन गरेपछि उताको एम्सको टिमलाई रेडी गर्नु पर्यो। उतापट्टि आउँदाखेरि फेरि यताबाट एयरप्लेनले हाम्रो एयर एम्बुलेन्स स्ट्यान्ड बाईमा राख्यौँ हामीले। म आफै गएर त्यहाँ निरीक्षण गरेँ, किनभने हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटोमा चाहिँ तपाईँको त्यो पिच भएको छैन। त्यो गल्ती हामीले लिनुपर्ने, पिच नभएको। त्यतिखेर हाम्रो गणेश नेपाली त्यही एम्बुलेन्समा जाँदाखेरि हल्लेर केही होला कि भनेर डर लागेर मैले राति नै एयरपोर्टमा गएर 10 नम्बर बेमा लिएर आउनुपर्छ तपाईँहरूले, यतापट्टि सजिलो हुन्छ भनेर हामीले भनेर आएको छौँ। र राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। र पत्रकार मित्रहरूलाई पनि तपाईँले सोध्नु होला, जतिजना मान्छेले त्यसलाई स्टन्टबाजी भन्नुभयो, क्यामेरा लिएर हिँड्छ भनेर। क्यामेरासँग भाग्ने मान्छेहरू हामीहरू, क्यामेरा आएर बोलेको तपाईँले हतपत्त हामीलाई देख्नु हुँदैन। हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू, हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ, आफ्नो देशलाई जोगाउनु आउँछ। चाहे तपाईँ नै होस्, तपाईँको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ। हामीले नै त्यो जिम्मेवारी निर्वाह गरेर हामी तपाईँको सुरक्षाको लागि हामी खटिरहेछौँ। हामीले कहिले पनि भनेका छैनौँ कुनै दल कुनै पार्टी भनेर हामीले छुट्याएको छैनौँ यहाँ। तर पहिला के हुन्थ्यो, हामी पहिला बस्दाखेरि एउटा नागरिक भएर हेर्दाखेरि के हुन्थ्यो, यताबाट एकजना उफ्रिनुहुन्थ्यो, उताबाट अर्कोजना उफ्रिनुहुन्थ्यो, दिनभरि त्यो ड्रामा हुन्थ्यो हाम्रोबाट यहाँ। तर अब हामी नसुध्रेर कहिले सुध्रिने? त्यही भएर हामीले हिजो अथाक प्रयास गरेको, प्लेन श्री एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो। तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो। अब उहाँको ब्लड प्रेसरै लो भइसकेको थियो। ब्लड प्रेसर लो भएको टाइममा हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरहेको हो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। अब यहाँ आएर सबैजना एक्सपर्ट भइसकेका छन्, सबैजना डक्टर्स भइसकेका छन्। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर। कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको? विल लक लागेको कसले? हामीले भनिराख्नु पर्ने। अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्। आफूले अघि बढ्नुपर्छ, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त। आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने गर्छौँ। 3 रात सुत्नु नपरोस्, 4 रात सुत्नु नपरोस्, हामी सुत्दिनौँ। आफ्नो नागरिकलाई बचाउँछौँ, हामी प्रयास गरेकै हो मान्छेहरू। र अहिले आउँदाखेरि आफ्नै साथीभाइहरू मान्छेहरू जो अगाडि एउटा बोल्नुहुन्छ, पछाडि अर्कै बोल्नुहुन्छ, चित्त बुझ्दैन रहेछ यो। अगाडि जसरी बोल्नु भएको छ त्यसरी नै पछाडि बोल्नु पर्यो। अगाडि आउनुहुन्छ मान्छेहरूले एकदम ल भन्दै घुलमिल गरेर बोल्नुहुन्छ, पछाडि गरेर के गरेर बोल्नु भएको थियो? सदनमा जे बोल्नुहुन्छ त्यसै गरी हामीलाई बाहिर पनि ट्रिट गर्नु, अनि पो हामीलाई थाहा हुन्छ त। यो हामीलाई मन पर्दैन, यो पर्दा पछाडिको खेल। त्यही भएर यसको लागि हामीले एउटा छानबिन समिति पनि एउटा गठन गरेका छौँ। डिआइजी हाम्रो गोविन्द थपलियाको संयोजकतामा 5 सदस्यको छानबिन समिति हामीले गठन गरेका छौँ। 3 जना अहिले हामीले छानबिनको लागि, सोधपुछको लागि नियन्त्रणमा लिएका छौँ। महानगरपालिकाको प्रहरीहरू, उहाँहरूलाई पनि नियन्त्रणमा लिएको छौँ। अनि यसमा हामी निष्पक्ष हिसाबमा हामी छानबिन पनि गर्छौँ।